ललितपुरे दुगु उद्योग उत्पादन यागु टेक्सटाइल लिसे गार्मेन्ट सामान तेगु बजार विस्तार लिसे प्रवर्धन यात येले फेसन शो जुगुदो ललितपुर उद्योग वाणिज्य संघ यल महानगरपालिका गुहाली शनिबार फेसन शो यागु ख ज्याजुले यल महानगरपालिका प्रमुख चिरीबाबु महर्जन ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष विश्वराज वज्राचार्य लगायत थज्यागु ज्याजुल यले उत्पादन जुगु सामान्य बजार विस्तार लिसे प्रवर्धन गुहाली याइगु धारणा तया दिगु ख You are doing wonderful jobs. This is one of the very good jobs you have started. मलाई जहाँसम्म लाग्छ यसले चाहिँ हाम्रो लोकल प्रोडक्टलाई लोकल टेक्सटाइल एन्ड गार्मेन्ट्स प्रोडक्टलाई र इन्डस्ट्रीलाई इन्हान्स गर्नको निमित्त इट डज हेल्प भन्ने चाहिँ मेरो भनाइ रह्यो। तसर्थ यसमा म यहाँहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र ललितपुर महानगरपालिका पनि यो कार्यक्रममा हामीले एउटा सानो टोकन अफ मनीको सपोर्ट गरेर हामीले पनि यो कार्यक्रममा सहभागी हुने मौका पाएकोमा वी आर मोर देन ह्याप्पी। थ्याङ्क यू फर द्याट अपर्च्युनिटी। अब कुरा रह्यो मैले यहाँ आउनुभन्दा अगाडि हाम्रो विश्वजीसँग मनोजीसँग अलिकति भलाखुसारी गरेँ र मैले उहाँलाई के भने ट्रेनिङ मात्रै दिएर काम छैन। ट्रेनिङ दिइसकेपछि त्यो ट्रेनिङ प्राप्त व्यक्तिहरूले काम गरेर देखाउनुपर्छ। देन इट डज हेल्प द इकोनोमी अफ द कन्ट्री। होइन भने केही मतलब छैन। ट्रेनिङ दियो, जनताको ट्याक्स मनी खर्च गर्यो, इट इज नट फ्रुटफुल। यो चाहिँ कामयाब छैन। त्यसर्थ ट्रेनिङ दिइसकेपछि ट्रेनिङ लिएको व्यक्तिहरूले काम गरेर देखाउनुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो। त्यसर्थ मैले चाहिँ महानगरपालिकामा गएको वर्ष पनि यस्तो ट्रेनिङ लिएकाहरूले काम गरून् भनेर सिड मनीको लागि 3 करोड रुपियाँ छुट्याएको थियो, तर कोही पनि आउनु भएन त्यो पैसा प्रयोगको लागि। त्यसर्थ अहिले भर्खर मैले विशेषित हाम्रो मनोजीलाई चाहिँ मैले आश्वस्त पारेँ र विश्वस्त पारेँ कि यो वर्ष पनि हामी खतीमा पनि 3 करोड रुपियाँ त्यही प्रयोजनको लागि राख्छौँ, तर त्यो पैसा प्रयोग गरेर खतीमा पनि 50 जनाले चाहिँ काम गरेर देखाओस् न। त्यति देखायो भनेदेखि चाहिँ सबैभन्दा बढी खुसी हुने मान्छे मै हुन्छु। आजको हाम्रो मुख्य उद्देश्य गरेको नै यो प्रोग्राम मार्फत भोलि ललितपुर जिल्लामा उत्पादित टेक्सटाइल र गार्मेन्टहरूलाई हामीहरूले प्रयोग गर्न सिकौँ, प्रयोगमा ल्याउँ र प्रयोग ल्याउँदै गर्दाखेरि भोलिका दिनमा यहाँ रहेका ललितपुरमा रहेका जति पनि इन्डस्ट्रिजहरू छ उहाँहरूलाई हामी चाहिँ साइडमा सपोर्ट गर्न सकौँ। त्यसको लागि नै हामी यो कार्यक्रमहरू आज गरिरहेका छौँ र आज बोल्नुभन्दा पनि धेरै गरी हामी यहाँ हेर्ने कुरा छौँ, महसुस गर्ने कुरा छौँ। भोलि यो आज जुन फेसन सो पछाडि हामीले हाम्रो जीवनमा आज जति पनि आज हामी कार्य समितिका सदस्य लगायत विभिन्न साथीहरूले आज मौलिक पहिरन जुन ललितपुरमा उत्पादन गरेका पहिरनहरू छन् त्यसलाई हामी लोकल र इन्टरनेसनल मार्केटमा प्रमोट गर्न सकौँ। इन्टरनेसनल कम्पिटिटिभ मार्केटमा हामी लग्न सक्यौँ भनेदेखि हामीले हाम्रो ललितपुरमा रहेका यी उद्योगहरूलाई चाहिँ सहयोग गरेको हुनेछ। पक्कै पनि यहाँ उत्पादित वस्तुहरूमा कम्पिटिसन हाई छ, त्यस कारणले हामीले हाम्रो क्वालिटी कन्ट्रोल र एस्योरेन्स गर्न आवश्यक छ। त्यसको लागि हामीसँग दक्ष जनशक्तिको पनि अभाव छ। लुबु सागागाउँ लगायत अन्य ठाउँहरूमा धेरै टेक्सटाइल इन्डस्ट्रिजहरू छन्। ती टेक्सटाइल इन्डस्ट्रिजहरूमा काम गर्ने दक्षमा म्यान पावरको चाहिँ धेरै नै कमी छ। म्यान पावरहरूको उत्पादन आवश्यक छ। दक्ष म्यान पावरको उत्पादनबाट नै राम्रो कपडाहरूको उत्पादन हुन्छ। राम्रो कपडालाई हामीले यसरी फेसन सोको मार्फत प्रमोट गर्न सक्यो भनेदेखि भोलि मान्छेहरूले आफ्नै जिल्लामा आफ्नै गाउँमा उत्पादन भएका सानो लुगाहरू पनि राम्रो हुँदो रहेछ भन्ने चाहिँ भावना चाहिँ जागृत हुन्छ भन्ने चाहिँ हामीलाई लाग्दछ। ज्याजोले तिथि उमेर समूह या मोडेल त्यसो फेसन सोले बुतिकागु ख
bonus for the very last time. र यो कार्यक्रम पछाडि यो हरेक कार्यक्रमको पछाडि एक महिला दुई महिलाका सो पहिले म हाम्रो कोर्ट जानेर बोलाउँछ. Let's give a round of applause to our very own beautiful Miss Angel Rapkes. The beautiful Angel Rapkes, the choreographer of this entire event. Guys, come on, make some noise everyone. What a beautiful Angel Rapkes. Now,